Yeah, what's up beautiful people? I am Pratik Thapa Magar. Welcome back to my new episode and another vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि गुड। एन्ड मेरो आजको यात्रा भने चाहिँ बानेश्वर है हाम्रो रञ्जित दाइसँग जाँदैछु म है पोडकास्टको लागि। एन्ड मैले तपाईहरुले गर्दाखेरि म त्यो ठाउँमासम्म पनि पुग्ने सक्ने भए। एन्ड थ्याङ्क यू सो मच एभ्रिवान। सबैलाई एकदम धेरै धेरै माया। आई लभ यू। एन्ड मै मात्रै होला क्या है मायाका नेपाल आएर घरमा नि आमा बाउसँग राम्रोसँग बस्न नपाएर। एउटा तिमीलाई मैले के भन्छु भने होइन, तिमीहरूकै कहिले काहीँ होइन सोलो राइड निस्किँदा होइन एक्लै हुँदा त्यो बाटोमा क्या हो यार केटी भेटेको भए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन? त्यो राइडमा हिँड्दा होइन यसो केटी भेटेको भए हातमा पछाडि राखेर हिँड्छ जस्तो लाग्छ कि लाग्दैन? मलाई त माया कसम त्यस्तै लाग्छ। तर के गर्ने, कोही भेट्दैन यार। नेपाल आएर यति ठुलो राइड हिँड्यो होइन, तर छैन क्या कसम भने तर यहाँ कहाँ पाउँछ हो त्यस्तो मजा। म आइपुगेँ जग्गाती है। धुलोमुलो खाइ यति धुलो खाएको छु गोटै फुटिसकेकै बनेपादेखि यहाँ जग्गाती आइपुग्दा यस्तो बवाल धुलो त हिजो। यदि तपाईँहरूलाई कसैलाई घर किन्नु मन छ भने मलाई सम्पर्क गर्नु होला है। कसैलाई घर किन्नु छ, यदि कसैलाई घर किन्नु छ भने यहाँ देख्न सक्नुहुन्छ यो मेरो घर हो है। अब यो मेरो घर हो है। यो मेरो घर हो। म यो बेच्न चाहन्छु। यो बेचेर म कोरिया जान चाहन्छु। त्यसैले यदि कोही यो घर किन्ने इच्छुक भाव हुन्छ भने आउनु होला। र अनि अर्को कुरा चाहिँ हाम्रो जेएनजीले है यो भाट भटेनी चाहिँ झन्डै छोड्यो हो क्या है। यो राधेको यो राधेको भाट भटेनी झन्डै छोडेछ हाम्रो टोलीले। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्दैन, यही नै हो त्यो ठिमी भन्ने चाहिँ। हामीलाई सानो हुँदाखेरि आमाले के भन्नुहुन्थ्यो थाहा थियो त्यो कि अब एकतिर काम लगाएको अनि अर्कोतिर जाँदा चाहिँ काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्दैन। त्यो ठिमी यही नै हो। त्यो साह्रो घाम लाग्यो आज। हेर यहाँ बिहे चलिरह, बिहेमा अरूको बिहे भइरह, मेरो किन बिहे हुँदैन? अरूको त झ्याम्का झ्याम बिहे भइरहेछ यार, तर मेरो किन हुँदैन? मेरो पनि हुनुपर्ने कि खासमा। यो जुनीमा राडै मार्ने भयो नि। बुढी पाल्न बरु सजिलो हुन्छ अरे, तर यो पाल्न साह्रै गाह्रो हो। 10वटा बुढी पाल्नु र एउटा बाइक पाल्नु बराबर हो र? एउटै हो है। दाइ यता भनिदिनु न त ल, यता के यता यहाँ दालिनी भन्नु, यहाँ दालिनी भन्नु तपाईँलाई। हजुर धन्यवाद। मैले भने होइन त्यो बुढी पाल्नु र बाइक पाल्नु एउटै हो भनेर। झन् गाह्रो यो। तेल हाल्दा हेड हुनुपर्ने हो। हिजो गरायो ढेर भइसक्यो यहाँ। ल है हिजो गरायो नि। म यहीँ माथि बानेश्वरसम्म। दसैँ लागेको छ? दसैँ लागेको ल राम्रोसँग जानु है। ल हुन्छ, हेरिरहेको हुन्छु कि मैले त। धन्यवाद। एन्ड माया गर्ने मान्छे पुरै स्वरमा पनि
सातो बाटोको पुलिस स्टेसन हेरेन होइन ट्राफिक कार्यालय यस्तो बिजोग छ माया लागेन भनेको केटाहरू तिमीलाई यो पुलिस अफिस चलाउनलाई माया लागेन कमसे कम थोरै भए पनि त माया मनले मान्यो चलाउनलाई यहाँ मामाले चिट काट्छ है मामाले चिट काटेको छ केटा हो अहिले हो भनेर ड्यामका ड्याम हानेको जस्तो छ होइन आगो लागि पेट्रोल सेट्रोल खनायो ल ठिक छ केही छैन तिमीहरूले चौकी चलायो अरे म यहाँ बिना लाइसेन्स कुदेर हिँड्न पाइरहेको छु रमाइलो लागेर के गऱ्यो केटा तिमीहरूले जे गर केटा हो तिमीले एकदम ठिक गरेँ म त त्यही भन्छ आफ्नो लाइसेन्स छैन कुद्न पाइरहेको छ आनन्दै छ है त ल पुच्ची ल जाऊ सुन्यो जाऊ गएँ म त्यहाँ सकिएर बाटो त देखिँदैन त के भयो त्यहाँ जानु पऱ्यो म अर्को ठाउँ हो तपाईँहरूलाई के अरे मैले कोटेश्वरको भात भटेँ नि है यति मात्रै देखाउनलाई घुमे यति मात्रै देखाउनलाई घुमे म त्यहाँबाट कोटेश्वर होइन कहाँ हो यस्तो ठुलो बजार हो जस्तो लाग्छ क्या पहिला काठमाडौँ बस्छौँ भने घाँटे है अलि सानोमा आउँदा त अब कहाँ हो जस्तो लाग्छ त्यस्तो लाग्छ मलाई त त्यस्तो लाग्छ कि अलि सानोमा है गाउँघर भन्दा है अरू त त्यो के बोली के नहुनु अफ गरिदिएर सो कोटेश्वर जान क्या लास्ट डे यस्तो गाह्रो हर्का भनेर आज फेरि तिम्रो बाटोतिरै फर्क भइरहेको छ माफ गरिदेऊ मलाई जसरी भयो भने के भन्नुलाई यही त हो राजनीति भनेको माफ गरिदेऊ भाइ माफ गरिदेऊ मलाई के गर्नु त्यस्तै हो राजनीति है त म चाहिँ प्रभु ब्याङ्कको पारिपट्टि नै छ त्यो पिङ्क कलरको हजुर खोला हजुर
यतातिर परुबेङतिर आउने हजुर हजुर सेतो पुलमा आउने त्यो ए हजुर सेतो पुलतिर आउँदा हुन्छ यता मदन भण्डारी कलेज कता हो मदन भण्डारी राइटमा गाडी चाहिँ राइटको बियर धन्यवाद मदन भण्डारी कलेज कता हो मदन भण्डारी कलेज थाहा भएन हजुर थ्याङ्क यू सो मच एभ्रिवान आजको पोडकास्ट पनि सकियो अब घरतर्फ लाग्नु पऱ्यो पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ एन्ड के भन्नु अरू त केही पनि छैन भन्नलाई अरूलाई दसैँ लगाइरहेको छ आफूलाई दसैँ लगाइरहेको छ अनि थ्याङ्क यू सो मच रञ्जित दाई तपाईँलाई एकदम धेरै धेरै माया अरू त के भन्नु यति दाई मैले स्ट्यान्डमा आउन बिर्सिरहेँ क्या मैले अब यहाँ छु कहाँ म सेतो पुल भन्दै थिएँ अब यहाँबाट सिधै म कलङ्कीतिर जान्छु होला है आज मेरो पोडकास्ट चाहिँ रञ्जित दाईसँग थियो अब मेरो भोलिको पोडकास्ट चाहिँ पासाङ दाईसँग छ अनि त्यहाँबाट चाहिँ सक्यो अब जान दिन पनि नजिकै छ थाहा नै भएन क्या आएको यत्रो भइसक्यो है कति चाँडो समय जाँदो रहेछ भन्ने कुरो थाहा नै भएन फेरि पनि एकचोटि यहाँ आउनु छ हेरौँ के हुन्छ एन्ड सो थ्याङ्क यू सो मच एभ्रिवान सबैलाई एकदम धेरै धेरै माया यहाँको काम चाहिँ सक्यो होइन मैले हिजो लाइभमा कसलाई भने चाहिँ उमा चामलिङ राई है उमा चामलिङ राईसँग चाहिँ हिजो के अरे लाइभमा जोइन भएको थियो यहाँ आऊ है यहाँ ट्रकै भरि तिमीलाई के अरे अचार पठाइदिन्छु भन्दै थिएँ अनि म उमासँग जाँदैछु बाटो हुँदै अनि उमादी म आउँदैछु ल सरप्राइज तपाईँलाई तपाईँहरूले त साइडमा दिनु सक्नुहुन्छ के अरे उच्च अदालत
यहाँबाट सिधै गयो भने कहाँ पुग्छ यहाँबाट सिधै गयो भने चाहिँ कहाँ निस्किन्छ तल साटो बाटो यो कहाँ पुग्छ नि यहाँबाट शङ्खमूल पनि ठिकै हुन्छ होला उता साटो बाटो जानलाई मेन रोड जाने मेन रोड सजिलो होला भन्ने कुरा ए हस् हाम्रो माइती घरको हालत हेर यी देख्यौ नि हाम्रो माइती घरको हालत यस्तो गरिरह केटा हो हिजो छ नि के गर्नु हालतै यस्तो भइसक्यो गाह्रो छ बालेन दाइ माफ गरिदिनु होला है मलाई बालेन दाइ मलाई माफ गरिदिनु होला है अस्ति के अरे पोडकास्टमा हर्क भयो आज तिम्रो बाटोतिरै फर्क भइरहेको छु क्या आज यता के अरे बानेश्वरतिर डुलिरहेको छु माफ गरिदिनु बालेन दाइ माफ गरिदिनु के गर्नु राजनीति हो राजनीति गर्नै पर्यो मन त मलाई पनि थिएन दाइ के गर्नु यस्तै छ बालेन दाइ माफ गर्नु होला है अस्ति हर्क भयो आज तपाईँतिर फर्क एमालेको होइन र यो एमालेको होइन खासमा यो यहाँ के थियो अरे एमालेको हाउस थियो होइन अफिस त्यस्तो बाइक कहिले चलाउने हामीले त्यस्तो बाइक कहिले चलाउने हो होइन यस्तै पुलमुनि गएर के भन्नु ए भाइ यहाँ मुट्ने हो यो मुट्ने ठाउँ हो यो मुट्ने ठाउँ हो भन्नु हुँदैन आजका दिदी होइन यस्तै पुलमुनि गएर गर्नु हुँदैन आजका दिदी भाइ मुट्ने ठाउँ हो भन्दै एक सर्ट यहाँ तलबाट जानु पऱ्यो यार कसम होइन के अरे मैले त्यो झुट बोलेको होइन मैले ढाँट्या होइन कि होइन म कोरिया जानुभन्दा म भाषा पढ्नुभन्दा अगाडि चाहिँ मैले यहाँ काम गरेँ कि कसम मैले ढाँटेको होइन यहाँ छ यो अनि यो
यो एसियन पेन्ट हो यहाँ चाहिँ ल मैले 2 वर्ष काम गरेँ भन्दाखेरि विश्वास नलाग्न सक्छ तर मैले काम चाहिँ यहीँ गरेँ पहिला अहिले भित्र जान हुन्थ्यो तर भित्र जान हुन्थ्यो अब के गर्नु त्यसै छ तर काम चाहिँ मैले यहीँ गरेँ हो हामी खाजा खाने चाहिँ यहाँ हो के रामदाईको पसलमा हामी यहाँ उधारो पनि खाइन्थ्यो होइन कसम खाँदै अहिले आए चाहिँ म ग्वारखु एकसाथ हाँकौँ है त मेरो पनि बाइक तेरा भाउहरूलाई कति गाह्रो भयो होला है यो भनेको हाम्रो केपीबाले बनाएको बाटो हो केपीबाले बनाएको बाटो हो यो केपीबाले केपीबा जिन्दाबाद केपीबा जिन्दाबाद मैले यहाँनिर अस्ति नै भिडियो बनाएको थियो है यो केपीबाले बनाएको भनेर यो कहाँको बाटो हो भने चाहिँ यो मार्कुको बाटो हो केपीबा आउन पर्यो क्या तिमीले यस्तो विकास गर्दै थियो तिमी गएपछि अब विकास कसले गर्ने केपीबा केपीबा आऊ देश बचाऊ अभियानमा लाग्नुपर्छ अब केपीबा जिन्दाबाद केपीबा जिन्दाबाद केपीबा आयो भने मात्र देश बन्छ होइन भने देश बन्दैन भगवान्को छ म आफै भगवान् भएर होइन म आफै भनेको कि केपीबा आयो भने मात्र देश बन्छ होइन भने कसम भिक्षा कसम हाम्रो देश बन्दैन साटो बाटो पैसा नभएर थियो नि हाम्रो ठकुरी भलक के अरे ब्रो पैसा नभएर नकिन होइन पैसा के अरे के थियो ब्रो पैसा नभएर नकिन होइन साटो बाटो आऊ तिमीलाई पैसाले पुगिदिन्छु भनेको थियो नि ठकुरी भलक यहाँ ठकुरी भलक चाहिँ यतै हो क्या तर मलाई पनि ठ्याक्कै यहीँ हो भनेर थाहा छैन तर यता चाहिँ यतै हो होइन यो साटो बाटो हो माया छ है ठकुरी दाइ माया छ है अरू केही नभए नि त्यति एउटा डायलग मात्रै हजुर दाइ हजुर गाउँतिर परिसक्यो दाइ हो मेरो विश्वकर्मा कोरियाबाट फर्क्या हो हजुर त्यस्तो कन्टेन्ट त देखिँदैन अनि कसरी भाइरल भयो त्यस्तो लाइकहरू आउँछ खै दाइ त्यो त म आफैलाई पनि थाहा भएन नेचुरल भएर हो कि नेचुरल भएर होला सायद बाटोमै के तेल सिद्ध्या तपाईँको ए ल डिजल भयो भाइ त्यसरी नबनाउने ए ल ठिक छ नयाँ हो ए ल ठिक छ पेट्रोल पम्प हस् हुन्छ धन्यवाद हस् हुन्छ माया गर्ने मान्छे यता साटो बाटो पनि अस्ति त्यो आमाको भिडियोबाट हो कि क्या भाइरल भयो भाइ अलि हुन त उता पनि थिए तर आमाकोसँग चाहिँ अलि आमाले सबैलाई मन छोएछ कसैको हेरेको थिएँ मैले हजुर धेरै भिडियोहरू अरूमा त अरू त अब यति मान्छे कसलाई कस्तो रुचाउँछन् भन्ने पनि थाहा हजुर कोरिया बसेर फर्क्या हो हजुर घर कता हो मेरो स्याङ्जा होला त्यो घर स्याङ्जाको हो हजुर त्यही स्याङ्जा भिडियो के कहाँबाट आएको त्यस्तो कन्टेन्ट फाइदा थियो थाहा नै भएन हुन्छ ल एकदम धेरै धेरै धन्यवाद हस् एन्ड साधु बाटोतिर पनि यति धेरै माया पायो थ्याङ्क यू सो मच है साधु बाटो अरू त के भन्नु म खासमा आज के अरे उमा दिदीलाई भेट्दैन क्या उमा राईलाई वान टेस्ट छ त हो कार त वान टेस्ट हामीले त्यस्तो वान टेस्ट कार निकाल्ने चाहिँ कहिले हो भनेको
हामीले त्यस्तो कार निकालिदिने कहिले हिजो छ यार माया छ है ठकुरी दाइ माया छ हिजो मात्रै लाइभमा भेट्या हो भने हिजो मात्रै जोइन भयो एन्ड आज चाहिँ म आउँदैछु तपाईँलाई भने पेट्रोल पम्प यो थावाथली जाने बाटो यहाँबाट थोरै माथि म आउँदैछु है उहाँ के भनौँ दिदी भनौँ कि साथी भनौँ के भनौँ जे भए पनि म आउँदैछु अब अरू मलाई केही चाहिएन झोलाको झोला यो झोला चाहिँ अचारले भरिनु पऱ्यो त्यति मात्रै अरू केही पनि है त म आउँदैछु अब धेरै मैले हिजो त्यो लाइभ बस्दाखेरि भनेको थियो नि त एन्ड के अरे त्यो उमा दिदीले आऊ भनेको थियो एन्ड म यता काम सटाएर अब फर्केको अनि यहाँबाट थोरै माथि भनेको थियो तर उमा त्यस्तै के छ भनेको थियो एन्ड म लागेँ मैले चाहिँ भेटिसकेँ एन्ड म चाहिँ यता पारी पारी घुमेर बसेँ तर यहाँ पसलै चाहिँ यहाँनिर सबैजना आउनु होला उमा दिदीलाई थाहा छैन म के अरे यहाँ आएको हो भनेर मलाई थाहा छैन अहिले चाहिँ भित्र जानुपर्छ है त सरप्राइज हो क्या मलाई आउँदैन के त्यही भएर मैले सिकाइरहेको छु म त अब गुरु पो And so what's up beautiful people, I am Pratik Thawamagar. Welcome back to my new episode त के अब न्यू एपिसोड भन्नु एन्ड सबैजना यहाँ है भिजिट गरिदिनु कति साह्रो धनी हौ त एउटा यहाँनिर कोब्रो पनि छ यता फोन पनि छ ए अब त्यो बोक्दैमा धनी चस्मा पनि छ टोपी पनि छ ल कस्तो राम्रो कपडा तपाईको त झन् पसलै छ कस्तो राम्रो कपडा ब्याग सबैजना है यहाँ आएर बाहिरै गएर देखाइदिन्छु यहाँबाट मासतिर जाने कता अरे साटो बाटो यहीँ हो ल ऊ यहाँनिर हो ए यो थापाथली जाने बाटो होइन यताबाट उयो जान्छ थापाथली जाने बाटो यताबाट के भन्छ मासतिर सानो टिभी के अरे थेजोहरू केहरू जान्छ अनि ट्याक्कै तपाईँहरू आउनु होला यताबाट भित्र उयो जान्छ के अरे यहाँनिर छ है उयो देखाउनु त यहाँ मुक्तिनाथ विकास ब्याङ्क छ यहाँबाट भित्र टुटे पानी अनि नकी बोर्ड विशाल चोक सबै जान्छ त्यहाँबाट अनि यता ऊ यो पनि रहेछ गोर्खा फाइनान्स ठ्याक्कै आउनु होला सबैजना मैले त फ्रीमै दिएको हो है अब उहाँले मैले फ्रीको केही कुरा गरेको छैन पैसाको केही कुरा गरेको छैन है उसले त फ्री पो भन्दो रहेछ हो अनि अहिले फेरि मैले पैसाको कुरा गरेको छैन है साथीहरू ओके तपाईँले गर्नुभएको छैन मेरो नामबाट फ्री हो अब यहाँ आउनु होला उहाँले दिने नदिने कुरा उहाँको हातमा छ खोइ मैले त 10% डिस्काउन्ट दिनु भनेको उसले अब फ्री भन्दैछ होइन जोक गरे उसको नाम लिँदै आउनु न तपाईँहरूलाई म फ्री चाहिँ होइन म 10% अनि 15% नेपाली इङ्ग्लिस क्या केही छैन ठिकै छ डिस्काउन्ट गरिदिन्छु साथीहरू सबैजनाले माया गरिदिनु पर्यो है उहाँहरूले पनि देश यसरी नै हल्लाइसक्नु भयो कसले चिन्दैन तपाईँलाई तपाईँले चिन्छ नि अहिले तपाईँहरू चिन्दैन हामीले त भुइँ चालु हामी त हल्लाउँछौँ है त्यही भएर सबैजना आएर यहाँ है यस्तो मिठो छ खाएको त छैन आफूले खाएको छैन त्यतिकै हावातालमा क्या मिठो छ त अनि मिठो नभइदियो नभइकन त्यतिकै बेच्नु भएको हो त होइन नि है सबैजना खाएर फिडब्याक दिनु होला भनेर उसलाई पनि अचार दिँदैछु मैले खाइदिन्छ होला है त सबैजना आउनु पऱ्यो ल हो त्यहाँ सबैजना आउनु पऱ्यो है यहाँनिर ल माया गरौँ के सबैले एकअर्कालाई माया गरौँ सपोर्ट गरौँ तपाईँहरू अरू ठाउँमा जानुभन्दा चिनेकै ठाउँमा आएको राम्रो हुन्छ नि हामीलाई एकचोटि मौका दिनुहोस् मौकाको फाइदा हामी उठाउँछ होइन जोक मात्रै हो माया गरौँ सबैले हाम्रो दिदी बहिनीलाई तपाईँ दिदी उहाँ बहिनी कि कस्तो यो बहिनी हो नि यो त बच्चा हो है दिदी बहिनी नै हो एउटै म उमा यो रमा हो कि एउटै दिदी बहिनी कि एउटै फ्यामिली उमा रमा पसलमा आउनु पर्यो सबै उमा रमा होइन उमा रमा त्यो छिटो भन्दा अहिले त्यो एउटैमा जाँदो रहेछ उमा रमा है त
धन्यवाद। अरू केही भन्नु छ? अरू अब सबैजनाले माया गरिदिनु होला। अझै यति धेरै माया गरिराख्नु भएको छ हाम्रोलाई। माया चाहिँ गर्नु पर्यो। हाम्रो एकदमै सोझो मगरलाई होइन, उहाँलाई मगरहरू कस्तो मनपर्छ नि। उसलाई देखेर होइन पहिलादेखि मन पर्थ्यो झोरले है भन्दै झन्डै ओढले अहिले आएर क्या पुरा मिलाउन पनि कति जानेको। साँच्चै भनेको मगरहरू कस्तो आफ्नो संस्कार संस्कृतिलाई कस्तो माया गर्छ, सपोर्ट गर्छ। अनि झन्डै परेको अलिकति मन नमिलेर मात्रै हो। त्यही भएर अब त म त खै उसलाई देख्नुहोस् त आफ्नो भाषा मात्रै बोल्दैहरूले रानी यति बाटो त्यसै बाटो हुन्छ भने त होइन रहेछ। खुब लु अब हामी पालिदिन्छौँ के मगरहरूलाई पालिदिन्छौँ है। हामीलाई पालिराख्नु पर्दैन, दसैँमा लुगा पनि किनिदिनु पर्दैन। ल है के होला जस्तो छ। के अरे भगवान् भन्नु भन न। थ्याङ्क यू सो मच एभ्रिवान सबैजनाले सपोर्ट गर्नु ल। हाम्रो मलाई पनि है मेरो पनि शब्द कुमार राई अफिसियल हेरिदिनु ल साथीहरू। सबैजनाले माया गरिदिनु ल मलाई नि। गरिदिनु हुन्छ सबैजनाले माया गरिदिनु होला। अरू त के भन्नु सक्यो। अघि भर्खरै भन्दै थिएँ अब हाम्रो यहाँ कुरो पनि मिलिसक्यो। सिट मैले पाइसकेको छु। अब हामी चाहिँ कस्टमर हामीले सिट छोडिदिइसकेको छौँ क्या उहाँलाई यहाँ बस्नु भनेर। अब तिमी र म चाहिँ कस्टमर भएर यहाँनिर केही सामान किन्नु पर्यो। कस्तो भिडियो बनाउनु भनेर खासमा त्यो हुन्छ नि। अब यता जाऊँ कि उता जाऊँ भइसक्यो। कता जाने अहिले म के साँच्ची भाउजू बनाउने भने त दुई जिब्रे कुरा नगर्नु है। भाउजू बोले साँच्चै बरु मलाई यसो भाइहरू खोजिदिनु न। भाइ होइन क्या मेरो दाइ छ आफ्नै। मनी सिङ्गले मेरो आफ्नै दाइ छ। आफ्नै दाइ छ? मेरो आफ्नै दाइ छ। आफ्नै घरकै फोटो पनि देखाउने राम्रो। कहाँ छ? अनि कसरी हो? अनि मेरो दिदी चाहिँ तपाईँले लगेर मलाई चाहिँ दाइसँग भिराउनु खोज्नु भएको त? भिराउनु के अरे खोइ मेरो आफ्नै दाइ। ए ह्यान्डसमै रहेछ त अरे रमा। अनि कसरी दिदी लगेर अनि बहिनीलाई चाहिँ दाइसँग दिन खोज्नु भएको छ? मलाई भाइ नै खोज्नु पर्यो। भाइ छैन अब यताउता होला नि त। ओल्लो घर पल्लो घर तल्लो घर एउटै घरमै चाहिँ। सर मैले तिम्रो फोटो देखाइसकेको छु, यता देखाइसकेको छु। अब पुरा आफै अगाडि बढ भयो। अब भाउजू भनिदिने हो। ठ्यास पर्छ त्यति भन्नु पनि। भन्दा के भयो त होइन मा भाउजू है। अब ल भाउजू भेटिसक्यो है। देवर बाबु अब भो त है त। ल यता अब भाउजू पनि भेटियो, यता मेरो लागि पनि भेटियो। घरकै फ्यान अन गर न। घरकै ल एउटै घरमा हामी चारैजना। अब त बिहोस हुन्छु। अब हो त मुमाजी तपाईँलाई एकदम धेरै धेरै धन्यवाद यति माया दिनुभयो। मैले सोचेको थिएन कि है मैले यति धेरै माया पाउँछु भनेर चाहिँ मैले सोचेको पनि थिएन। तर यति धेरै माया पाएँ। थ्याङ्क यू सो मच मुमा एन्ड रोमा।
ठ्याक्कै यहाँ अगाडिनिर राखेर बोल्न पाएको भए बवाल हुन्थ्यो तर के गर्नु हेलमेटै थिएन क्या त्यही भएर हिजो भयो के गर्नु सो अनि अर्को कुरा तपाईँहरूलाई थाहा छ के अरे हाम्रो है गोर्खाली राइडर थाहा छ गोर्खाली राइडर दाइको पनि कलङ्की यतै हो है मैले गोर्खाली राइडर दाइको घर पनि यता नै हो खासमा गोर्खाली राइडर दाइको घर पनि यतै हो मैले एकचोटि दाइ अस्ट्रेलिया गइसकेपछि मैले पछिल्लो के अरे एउटा दाइ के भ्लगर छ हो कुन चाहिँ भ्लगर दाइले चाहिँ त्यो गोर्खाली दाइको के अरे त्यो बाइक स्टार्ट गर्नलाई आएको थियो क्या मैले ट्याक्कै देख्दा चाहिँ कलङ्कीबाट भित्र पसेको थियो पुरानो नैकापतिर रहेछ क्या गोर्खाली दाइको घर पनि खासमा